स्वागत छ। आज हामी एकजना एकदमै विशेष व्यक्तित्वको जीवन यात्रामा अलिकति गहिरिएर हेर्दैछौँ। उहाँ हुनुहुन्छ नेपालका प्रथम जगद्गुरु योगीराज श्री कमलनयनाचार्य स्वामीजी। हजुर। हामीसँग उहाँको एउटा संक्षिप्त जीवनी छ र आज हाम्रो प्रयास रहनेछ यही स्रोतलाई आधार मानेर उहाँको जीवनका महत्त्वपूर्ण क्षण, उहाँको शिक्षा, साधना अनि समाजमा उहाँले पार्नुभएको प्रभावबारे कुराकानी गर्ने। निश्चय पनि यो जीवनीले साँच्चै नै एउटा असाधारण यात्रा देखाउँछ। पूर्वी नेपालको एउटा भनौँ न सानो गाउँबाट सुरु भएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको व्यक्तित्व हो। उहाँको जीवनमा कस्तो भने त्यो व्यक्तिगत साधना र सामाजिक सक्रियताको एउटा गजबको सन्तुलन देखिन्छ, जुन आफैमा अलिकति विचार गर्नुपर्ने विषय हो त। आज हामी त्यही सन्तुलन कसरी बन्यो, उहाँको विरासत के रह्यो, त्यसका सूत्रहरू खोतल्ने कोसिस गरौँला। ल त्यसो भए सुरु गरिहालौँ यो खोजी। कहाँबाट सुरु गरौँ? जन्म र बाल्यकालबाटै जाउँ है त? हुन्छ, त्यहीँबाट सुरु गरौँ। स्रोतमा हेर्दा विक्रम सम्वत 1995 साल भाद्र कृष्ण दशमी आइतबार, ठाउँ चाहिँ पूर्वी नेपालको इलाम जिल्ला योगमाई नदी किनारको नामसालिङ गाउँ। हजुर, मानचोक पनि भनिन्छ। ए मानचोक। पिता यजुर्वेदीय कौशिक गोत्रीय श्री मूर्तिश्वर रिमाल र माता यशोदा रिमाल, तेस्रो सन्तान। अनि नुहारानको नाम चाहिँ काशीनाथ हो। र अझ रोचक कुरा के छ भने जीवनीमा उहाँको बाल्यकालका केही गुणहरू पनि उल्लेख छन्, जस्तो धैर्यता, परोपकारिता, कृतज्ञता अनि गम्भीरता, शान्ति र वैराग्य जस्ता कुराहरू। ए बाल्यकालमै यस्ता गुणहरू? धैर्यता, परोपकारिता त ठिकै हो, तर गम्भीरता, शान्ति, वैराग्य सानै उमेरमा? हो, यही कुराले ध्यान तान्छ। यस्ता गुणहरू यति सानो उमेरमा देखिनुले पक्कै पनि उहाँको भविष्य कतातिर जाँदैछ भन्ने एउटा सङ्केत त दिएको हुनुपर्छ। हो त। सामान्यतया त केटाकेटी चञ्चल हुन्छन् नि। यस्तो गम्भीरता, वैराग्य, यसले उहाँको त्यो बेलाको पारिवारिक वातावरण कस्तो थियो होला, या उहाँको जन्मजातै प्रवृत्ति थियो होला, के लाग्छ? एकदमै, यो महत्त्वपूर्ण प्रश्न हो। यसले दुईतिर सङ्केत गर्छ जस्तो लाग्छ मलाई। पहिलो त सम्भवतः पारिवारिक माहौल नै अलि आध्यात्मिक, अलि संस्कारयुक्त थियो कि? हुन सक्छ। दोस्रो, हरेक मान्छेमा केही न केही नैसर्गिक गुण त हुन्छन्। उहाँमा यी सात्विक गुणहरू भनौँ न जन्मैदेखि अलिक प्रबल थिए कि? यिनै गुणहरूले पछि गएर उहाँले जुन कठिन साधनाको बाटो रोज्नुभयो, समाज सेवामा लाग्नुभयो, त्यसको लागि एउटा बलियो जग बसालेको हुनुपर्छ। हो, व्यक्तित्व निर्माणमा सुरुवाती संस्कार र त्यो भित्री स्वभावको ठूलो भूमिका हुन्छ है। पक्कै पनि, यो त्यसको एउटा उदाहरण हो। अनि अब शिक्षातिर लागौँ। 8 वर्षको उमेरमा उपनयन मतलब व्रतबन्ध, त्यसपछि त पिताजीबाटै वेद पढ्न सुरु गर्नुभएछ। हजुर, परम्परा अनुसारै। अनि थप पढ्नलाई भोजपुरको दिङ्ला पो पुग्नुभएछ। त्यहाँ त तत्कालीन प्रख्यात तपस्वी बालगुरु षडानन्द अधिकारीका शिष्यहरूसँग व्याकरण पढ्नुभयो रे। त्यो बेला दिङ्ला शिक्षाको ठूलो केन्द्र थियो, विशेष गरी संस्कृत शिक्षाको। बालगुरु षडानन्दको ठूलो प्रभाव थियो। त्यहाँको अध्ययनले उहाँलाई अझै ज्ञानको भोक जगायो अनि उहाँ अयोध्या पुग्नुभयो। अयोध्या के पढ्नलाई? वेदान्त जस्ता अझ गहिरा शास्त्रहरू अध्ययन गर्न। तर यहाँ अर्को कुरा पनि छ। दिङ्लामा बस्दा उहाँ शिवभक्त गुरुहरूको सङ्गतमा पर्नुभयो। त्यसले गर्दा उहाँमा शिवजीको साक्षात्कार गर्ने एउटा तीव्र इच्छा जागेको देखिन्छ। ए शिवजीको साक्षात्कार? त्यही इच्छाले उहाँलाई कहाँ पुर्यायो भन्दा जगन्नाथपुरी शङ्कराचार्य मठसम्म। तर त्यहाँ त अर्कै भयो नि, होइन? उहाँ जानुभएको शिव सायुज्यको साधना गर्न, मतलब शिवजीसँग एकाकार हुन। तर त्यहाँका शङ्कराचार्यले त अर्कै बाटो देखाइदिनुभयो। किन होला त्यस्तो भयो? यो एकदमै रोचक र महत्त्वपूर्ण मोड हो उहाँको जीवनको। जीवनीमा लेखिए अनुसार त्यहाँका तत्कालीन शङ्कराचार्यले स्वामीजीको त्यो मुमुक्षु स्वरूप म्हणजे मुक्तिप्रतिको त्यो तीव्र चाहनालाई चिन्नुभयो। अनि उहाँले भन्नुभएछ, म त गुरुको आज्ञाले मात्र यो मठको मर्यादा सम्हालेर बसेको हुँ। तिम्रो वास्तविक कल्याणको लागि त तिमी श्री विष्णुकान्छी जाऊ। त्यहाँ प्रतिवादी भयङ्कर अनन्त श्री विभूषित जगद्गुरु गादी स्वामी अनन्ताचार्य हुनुहुन्छ। उहाँबाट भगवत शरणगति लिऊ।
ए भनेपछि शिव मार्ग खोज्दै जाँदा वैष्णव मार्गतिरको ढोका खुल्यो। हो, यो एउटा निकै ठूलो मार्गदर्शन थियो। यसले उहाँको पूरै आध्यात्मिक यात्रालाई विशिष्टाद्वैत दर्शनतिर मोडिदियो। विशिष्टाद्वैत, यसअघि त उहाँले अद्वैतवादी विद्वानहरूलाई पनि परास्त गर्नुभयो भन्ने कुरा आएको थियो नि काशीतिर। यो अद्वैत र विशिष्टाद्वैतमा के फरक छ र यो परिवर्तन किन यति महत्त्वपूर्ण भयो? सरल भाषामा भन्नुपर्दा अद्वैत दर्शन, जसको मुख्य व्याख्याता शङ्कराचार्य हुनुहुन्छ, उहाँले भन्नुहुन्छ ब्रह्म मात्र सत्य हो, यो संसार मिथ्या हो अनि आत्मा र ब्रह्म एउटै हो। आत्मा र जगत, प्रकृति पनि मिथ्या होइनन्, ती पनि सत्य हुन्, तर ब्रह्मकै अंश हुन् र ब्रह्मसँग विशिष्ट रूपले जोडिएका छन्। यसले भक्ति मार्गलाई, भगवानप्रतिको शरणागतिलाई धेरै जोड दिन्छ। भक्ति मार्गलाई जोड दिने? हो, स्वामीजीले काशी जस्ता ठाउँमा गएर विद्वानहरूसँग शास्त्रार्थ गरेर यही विशिष्टाद्वैत सिद्धान्तको पक्ष लिनु, यसलाई स्थापित गर्न खोज्नु, यो उहाँको जीवनको एउटा मुख्य उद्देश्य नै बन्योपछि। यसमा उहाँलाई अनन्ताचार्य स्वामीजीका अर्का शिष्य श्री दामोदराचार्यबाट पाएको शिक्षाले पनि धेरै मद्दत पुग्यो। अनि श्रीगादी स्वामीजीबाटै तापपुण्ड्रादि पञ्चसंस्कार भयो भनिएको छ, यो के होला? अलि बताइदिनुस् न। तापपुण्ड्रादि पञ्चसंस्कार चाहिँ यो श्री वैष्णव सम्प्रदायमा प्रवेश गर्दा गरिने एउटा महत्त्वपूर्ण दीक्षा विधि हो। यसमा 5वटा कुरा हुन्छन्। ताप, शङ्ख र चक्रको तातो छाप पाखुरामा लगाउने, पुण्ड्र, निधारमा त्यो विशेष खालको तिलक लगाउने, ऊर्ध्वपुण्ड्र बन्छन्। नाम, भगवान वा गुरुसँग सम्बन्धित एउटा नयाँ नाम पाउने, मन्त्र, विशेष मन्त्रहरू ग्रहण गर्ने, र याग, भगवान विष्णुको पूजा गर्ने विधि सिक्ने। 5वटा संस्कार? हजुर, यही संस्कार पूरा भएपछि नै उहाँले त्यो दीक्षा नाम पाउनु भएको हो, कमलनयन प्रपन्न रामानुज वैष्णव दास। यसले उहाँ विधिवत रूपमा श्री वैष्णव परम्परामा दीक्षित हुनुभयो भन्ने जनाउँछ। तर यो दीक्षा लिएपछि पनि उहाँको ज्ञानको खोज, साधनाको खोज रोकिएन छ है? केही समय गुरु अनन्ताचार्यजीसँग अध्ययन त गर्नुभयो, तर फेरि अझ गहिरो साधना गर्न मन लाग्यो रे। हो त, शास्त्र अध्ययन त भयो, तर उहाँको भित्री चाहना चाहिँ अनुभव, साधनाकै थियो। उहाँको त्यो तीव्र इच्छा बुझेर होला श्रीगादी स्वामीजीले नै उहाँलाई फेरि अर्को निर्देशन दिनुभयो। के निर्देशन? बद्रिकाश्रम नजिकै जोशीमठ भन्ने ठाउँ छ, त्यहाँ गएर अष्टाङ्ग योगमा एकदमै निपुण हुनुभएका श्री रघुनाथाचार्यजीबाट योग साधना सिक। यो उहाँको जीवनको अर्को महत्त्वपूर्ण चरण भयो। अब शास्त्र ज्ञानसँगै योगको गहन अभ्यास पनि जोडियो। अष्टाङ्ग योग, यो त निकै सुनिन्छ आजकल पनि। यसको बारेमा थोरै भन्नु न, यो किन यति महत्त्वपूर्ण थियो होला उहाँको लागि? अष्टाङ्ग योग भनेको योगका 8वटा अङ्गहरू, यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। यो महर्षि पतञ्जलिले सूत्रबद्ध गर्नुभएको एउटा एकदमै व्यवस्थित मार्ग हो। यसले खालि शारीरिक कसरत मात्रै होइन, यसले त मानसिक, नैतिक अनि आध्यात्मिक सबै पक्षको विकासमा जोड दिन्छ। सर्वाङ्गीण विकास जस्तो हो। स्वामीजीले गुरु रघुनाथाचार्यको सेवा गर्दै यो गहन साधना अगाडि बढाउनुभयो। यसले उहाँको व्यक्तित्वलाई अझै निखार दियो, अझै शक्तिशाली बनायो। अनि यही साधना, यही गुरुप्रतिको निष्ठाले नै उहाँलाई अर्को ठूलो जिम्मेवारी पनि दिलायो, होइन र? एकदम सही भन्नुभयो। श्री रघुनाथाचार्य स्वामीजीले उहाँको योग साधनाको प्रगति र गुरुप्रतिको निष्ठा देखेर श्रीगादी स्वामीजी कहाँ प्रशंसा गर्नुभएछ। उहाँ यस्तो उत्तम शिष्य हो, यस्तो प्रगति गर्दैछ भनेर। अनि उहाँको यस्तो सत्पात्रता, मतलब उत्तम शिष्य हुने गुण देखेर श्रीगादी स्वामी असाध्यै प्रभावित हुनुभएछ। अनि उहाँले कमलनयनाचार्यजीलाई आचार्य पदले विभूषित गर्नुभयो र एउटा विशेष भनौँ न जीवनकै मिसन दिनुभयो। अब तिमी नेपाल जाऊ र त्यहाँ श्री वैष्णव सम्प्रदायको प्रचार प्रसार गर, यसको विकास गर। ओहो, यो त ठूलै जिम्मेवारी भयो। त्यो पनि नेपालमा आएर एउटा सम्प्रदायको प्रचार गर्नु, त्यो बेला त पक्कै सजिलो थिएन होला। कसरी सुरु गर्नुभयो त उहाँले? चुनौती त पक्कै थियो, तर गुरुको आज्ञा त शिरमा राख्नै पर्यो। स्वामीजी नेपाल फर्कनुभयो। उहाँले सुरुमा कहाँबाट काम थाल्नुभयो भन्दा सुदूरपश्चिमबाट, सेती अञ्चल कैलाली जिल्लाको जोरायल सयगाडा भन्ने ठाउँमा। कैलालीबाट वैष्णवीय दीक्षा दिनुभयो
अनि केही समय त्यही एउटा सानो कुटी बनाएर बस्नुभयो। भन्नुपर्दा नेपालमा उहाँको धर्म प्रचार कार्यको औपचारिक सुरुवात नै त्यहीँबाट भयो। त्यहाँबाट चाहिँ उहाँको यात्रा कहाँ कहाँ पुग्यो, स्रोतले के भन्छ, यस्तो अभियान चलाउला त कति गाह्रो भयो होला नि? बाटोघाटो, सम्पर्क। हो, गाह्रो त पक्कै थियो। स्रोतले उहाँले पश्चिम नेपालका धेरै ठाउँमा भ्रमण गर्नुभएको बताउँछ। राजापुर, नेपालगञ्ज, दाङ, सल्यान, प्युठान, गुल्मी। यसमा उहाँलाई योग पढ्दाका साथी श्री खगेन्द्राचार्यजीले पनि सघाउनु भएको थियो रे। अब त्यो बेलाको यातायात, सञ्चार, समाजको अवस्था सोच्दा त यो अथक यात्रा र नयाँ विचार फैलाउनु साँच्चै नै कठिन काम थियो। यसका लागि त कत्रो सङ्कल्प, कति सहनशीलता, कति समर्पण चाहियो होला। उहाँमा त्यो थियो। अनि विश्व 2010 सालमा प्रयागमा भएको कुम्भ मेलामा एउटा महत्त्वपूर्ण भेटको कुरा पनि छ। चूडामणि शास्त्री ढकालसँगको भेट। यसले के फरक पार्यो त? साँच्चै यो भेट त एउटा टर्निङ पोइन्ट नै भयो भन्दा हुन्छ। श्री नृसिंह मन्दिरमा भेट हुँदा कुरा गर्दै जाँदा त दुवैजना इलाम नाम्सालिङकै पो पर्नुभएछ। एउटै गाउँका संयोग नै भयो त। हो नि, त्यसले झन् आत्मीयता बढायो। स्वामीजीले धर्म प्रचारमा सघाउन आग्रह गर्दा शास्त्रीजीले तुरन्तै मान्नुभयो। अनि त्यसपछि त शास्त्रीजीले मुनावरी आश्रममा धर्म प्रचार मात्र गराउनु भएन, उहाँले त वेद पाठशाला नै खोलेर औपचारिक वैदिक शिक्षाको पनि सुरुवात गराउनुभयो। ओहो, भनेपछि यो भेटले नै नेपालमा संस्थागत रूपमै वैदिक शिक्षा र वैष्णव धर्म प्रचारको जग बसाल्यो भन्नु मिल्यो। हो, धेरै हदसम्म भन्न मिल्छ। यो एउटा व्यक्ति मात्र होइन, एउटा सङ्गठित प्रयासको सुरुवात थियो। स्वामीजीको प्रेरणा र शास्त्रीजीको व्यवस्थापन कौशल मिल्यो। त्यो वेद पाठशाला पछि गएर ठूलो केन्द्र बन्यो। नेपाल, भारत, भुटानका कति विद्यार्थी आए त्यहाँ पढ्न। वेद, व्याकरण, वेदान्त। जीवनीमा केही नाम पनि छन् है त्यहाँबाट तयार भएका विद्वानहरूका। हजुर, उल्लेख छ। जस्तै नेपालका भगवताचार्य दाहाल, केशवाचार्य बास्कोटा, योगेन्द्रचार्य गडतौला जस्ता विद्वानहरू उहाँकै प्रेरणा र त्यो पाठशालाकै उत्पादन हुनुहुन्थ्यो। यसरी एउटा शैक्षिक संस्था खोल्नु भनेको त ज्ञानलाई जीवन्त राख्ने, अर्को पुस्तामा सार्ने सबैभन्दा दिगो तरिका भयो नि। हो त। अनि उहाँको प्रभाव नेपालमा मात्रै सीमित रहेनछ, भुटानसम्म पनि पुगेछ। यो चाहिँ कसरी भयो? भुटानका भक्तहरूले लगातार आग्रह गरिरहनु भएछ। अनि विक्रम सम्वत 2022 सालको माघ महिनामा स्वामीले पहिलो पटक भुटान जानुभयो। यसले उहाँको कार्यक्षेत्र कति फैलियो भन्ने देखाउँछ। अनि भुटानमा के गर्नुभयो? उहाँले त्यहाँ माडगाउँ भन्ने ठाउँमा श्री लक्ष्मी तारायण मन्दिरको शिलान्यास गर्नुभयो। त्यो मन्दिर पछि गएर विक्रम सम्वत 2043 सालमा उहाँकै उपस्थितिमा प्राण प्रतिष्ठा पनि भयो। अनि भुटानमा पनि उहाँले घर घरमै पुगेर दीक्षा दिनुभयो भन्ने कुरा छ नि। यो त निकै व्यक्तिगत तहको सम्पर्क भयो। उहाँको तरिका नै त्यस्तै थियो क्यारे। खालि ठूला सभा प्रवचन मात्र होइन, व्यक्ति व्यक्तिसँग जोडिने। जीवनीमा उल्लेख भएअनुसार सुरे, दागापेला, चिराङ, न्याउली जस्ता ठाउँमा घर घरै पुगेर श्री वैष्णवीय दीक्षा दिनुभएको कुरा त्यहाँका मान्छेहरूले अहिले पनि सम्झन्छन् रे। यसले नेपाल भुटान बीचको त्यो जनस्तरको धार्मिक सांस्कृतिक सम्बन्धलाई कति बलियो बनायो होला। हो त नि। अनि त्यो माडगाउँ मन्दिर बनाउँदा उहाँले आफैले पनि पैसा हाल्नु भएको थियो भन्ने कुरा चाहिँ कस्तो प्रेरणादायी है। हो नि, त्यो निकै महत्त्वपूर्ण पक्ष हो। स्रोतले भन्छ त्यो मन्दिर बनाउनलाई स्वामीजीले आफ्नै साथमा भएको धन, द्रव्य, सामग्रीहरू प्रयोग गर्नुभएको थियो। यो त व्यक्तिगत त्याग, निस्वार्थ सेवा अनि आफूले थालेको कामप्रतिको प्रतिबद्धताको कस्तो राम्रो उदाहरण। साँच्चै यति धेरै योगदान, यति समर्पण देखेपछि त उहाँलाई विशेष सम्मान मिल्नु पनि स्वाभाविकै थियो होला। विसन 2040 सालमा गैंडाकोटमा एउटा ठूलो घटना भयो नि। हजुर, त्यो एउटा ऐतिहासिक क्षण नै थियो। नवलप्रासीको गैंडाकोटमा श्रीरामानुज वेद विद्याश्रम थियो। त्यहाँ 24 कुण्ड बनाएर ठूलो गायत्री महायज्ञ आयोजना गरिएको थियो। देश विदेशबाट सयौं विद्वान, सन्त, महन्त, धर्माचार्यहरू जम्मा हुनुभएको थियो। ठूले भेला भएछ। हो, विशाल कार्यक्रम। त्यही महायज्ञको अवसरमा त्यहाँ उपस्थित सबै विद्वान र धर्माचार्यहरूको सर्वसम्मतिबाट उहाँलाई नेपालका प्रथम जगतगुरुको पदवीले सम्मान गरियो। जगतगुरु,
यो पदवीको अर्थ र महत्त्व के हो अनि उहाँले सुरुमा लिन मान्नु भएनले भन्ने पनि सुनेको थिएँ, किन होला? जगद्गुरु भनेको शाब्दिक अर्थमा जगतकै गुरु। हिन्दू परम्परामा यो एकदमै उच्च, एकदमै सम्मानित पदवी हो। यो त्यस्ता आचार्यहरूलाई दिइन्छ जसको विद्वत्ता असाधारण हुन्छ, साधना गहिरो हुन्छ अनि समाजमा जसको प्रभाव एकदमै व्यापक हुन्छ। यो पदवीले स्वामीजीको योगदानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा औपचारिक रूपमै मान्यता दियो। तर तपाईँले भनेको कुरा सही हो, जीवनीमा लेखिएअनुसार उहाँले सुरुमा यो पद लिन मान्नुभएको थिएन। किन नि? यसले उहाँको स्वभाव देखाउँछ। उहाँमा पद, प्रतिष्ठा, नाम कमाउने कुनै लोभ थिएन। उहाँ कति विनम्र हुनुहुन्थ्यो, कति वैराग्यभाव थियो भन्ने कुरा यसले झल्काउँछ। पछि सम्पूर्णानन्द विश्वविद्यालयका प्राध्यापक श्री जगन्नाथाचार्य कण्डेल अनि रामदेवीशक महाविद्यालयका आचार्य भागवत भण्डारी जस्ता ठूला विद्वानहरूले धेरै आग्रह गर्नुभयो यो पदले धर्मप्रचारमा पनि सहयोग पुग्छ भनेर सम्झाएपछि मर्यादा र शिष्टाचारका लागि मात्रै उहाँले स्वीकार्नुभएको थियो। कस्तो निष्प्रिय स्वभाव है, पद आफै खोज्दै आउँदा पनि सुरुमा अस्वीकार गर्ने। हो त। अनि जीवनको पछिल्लो समयतिर चाहिँ उहाँ कहाँ बस्नुभयो, कसरी बित्यो? बीएस 2041 सालतिर भुटानी भक्तहरू र केही नेपाली प्रतिनिधिहरू, जसमा तत्कालीन सांसद श्रीनारायण अधिकारी र माधव चौहान पनि हुनुहुन्थ्यो, उहाँहरूको आग्रहमा स्वामीजी भुटानबाट नेपाल फर्कनुभयो। त्यसपछि उहाँ धेरैजसो झापाको माइधारमा स्थापना भएको श्री जगद्गुरु योगीराज कमलनयनाचार्य आश्रममा नै रहन थाल्नुभयो। माइधार आश्रममा? अनि उहाँको महाप्रयाण? त्यही माइधार आश्रममा रहँदा नै विक्रम सम्वत 2045 साल माघ 11 गते एकादशी तिथिको दिन बिहान अरुणोदयको समयमा हजारौं भक्तजन शिष्यहरू माझमै उहाँले आफ्नो भौतिक शरीर त्याग्नुभयो, जसलाई वैष्णव परम्परामा दिव्य वैकुण्ठ गमन भनिन्छ। अन्तिम समयसम्म पनि भक्तहरूकै माझमा? हजुर। र महत्त्वपूर्ण कुरा के भने जीवनको अन्तिम घडीसम्म पनि उहाँ धर्मचर्चामा, सत्सङ्गमा, भक्तहरूलाई मार्गदर्शन गर्ने काममा सक्रिय नै हुनुहुन्थ्यो। यो उहाँको कर्मप्रतिको त्यो आजीवन निष्ठाको प्रमाण हो। उहाँको भौतिक शरीर त रहेन, तर उहाँले सुरु गर्नुभएका यति धेरै कामहरू थिए, मन्दिरहरू बन्दै थिए, पाठशालाहरू थिए, धर्म प्रचारको अभियान थियो, ती सबै के भयो त, रोकिए कि? त्यसो भएन, र यही नै उहाँको वास्तविक विरासत हो, उहाँको सङ्गठनात्मक क्षमताको प्रमाण पनि हो। उहाँको वैकुण्ठ गमनपछि पनि उहाँका शिष्यहरू, भक्तहरूले उहाँका कामहरूलाई रोकेनन्, निरन्तरता दिए। जस्तो माइधार झापामा त्यो बेला श्रीलक्ष्मीनारायण मन्दिर बन्दै थियो, त्यो भक्तजनहरूको सहयोगमा पूरा गरियो, प्राण प्रतिष्ठा पनि भयो र अहिले त्यहाँ नियमित पूजाआजा सेवा चलिरहेको छ। राम्रो भयो त्यो त। अरू ठाउँका योजनाहरू नि? हो। स्रोतमा झापाकै 87 धाममा रहेको अर्को श्री लक्ष्मीनारायण मन्दिरको निर्माण काम पनि अघि बढेको र त्यसको प्राण प्रतिष्ठा गर्ने योजना बनेको कुरा पनि उल्लेख छ। जीवनीमा त माइधार मन्दिर निर्माण समितिका पदाधिकारीहरूको नाम पनि दिएको छ। संयोजक श्री स्वामी केशवाचार्यज्यू, सहसंयोजक श्री स्वामी वासुदेवाचार्यज्यू, सचिव श्री स्वामी भागवताचार्यज्यू आदि। भनेपछि उहाँले एउटा बलियो टिम र प्रणाली नै बनाउनु भएको रहेछ। ठिक्कै। उहाँले व्यक्ति मात्र तयार पार्नु भएन, संस्थाहरू बनाउनु भयो, एउटा प्रणाली खडा गर्नुभयो, जसले गर्दा उहाँ नरहे पनि काम अगाडि बढ्न सक्यो। यो ठूलो कुरा हो। साँच्चै नै उहाँको जीवन यात्रा सुन्दा निकै प्रेरणा मिल्दो रहेछ। इलामको त्यो सानो गाउँबाट सुरु भएर कति गहिरो शास्त्र अध्ययन अनि अष्टाङ्ग योग जस्तो कठिन साधना, फेरि नेपाल र भुटानमा वैष्णव धर्म र वैदिक शिक्षा फैलाउन त्यत्रो अथक परिश्रम, कति मन्दिर, कति पाठशाला खोलेर अनि अन्त्यमा जगद्गुरु जस्तो सर्वोच्च सम्मानसम्म। यो पुरै यात्रालाई हेर्दा उहाँको जीवनको खास सन्देश चाहिँ के होला जस्तो लाग्छ तपाईलाई? मलाई के लाग्छ भने नि उहाँको जीवनको सबैभन्दा महत्त्वपूर्ण र विचारणीय पक्ष भनेको त्यो गहिरो व्यक्तिगत आध्यात्मिक साधना र अर्कोतिर त्यति नै व्यापक सामाजिक सेवा। यी दुई कुरा बीचको अद्भुत सन्तुलन हो। साधना र सेवाको सन्तुलन हो। उहाँ एकान्तमा बसेर योग साधना गर्ने योगी पनि हुनुहुन्थ्यो, फेरि हजारौं मानिसहरूलाई बाटो देखाउने, संस्थाहरू चलाउने कुशल संगठक आचार्य पनि हुनुहुन्थ्यो। यो दुईटा पक्षभित्र आफूलाई बनाउने र बाहिर समाजलाई दिनेलाई एकैसाथ यति सफलतापूर्वक अगाडि बढाउन सक्नु नै उहाँको महानता हो जस्तो लाग्छ। हो त। यो सन्तुलन कसरी सम्भव भयो होला?
आजकल हेर्यो भने कि त मान्छेहरू पुरै व्यक्तिगत साधनामा डुब्छन्, समाजबाट अलि टाढा, कि त सामाजिक काममा यति व्यस्त हुन्छन् कि आफ्नो भित्री शान्ति नै गुमाउँछन्। यी दुईलाई जोड्ने सूत्र के थियो होला उहाँको जीवनमा? यो निकै गहिरो प्रश्न सोध्नुभयो। सायद यसको उत्तर उहाँले अपनाउनु भएको त्यो दर्शन, विशिष्टाद्वैत दर्शन र उहाँले गर्नुभएको त्यो अष्टाङ्ग योगको अभ्यासमा लुकेको छ कि? कसरी? विशिष्टाद्वैतले ईश्वर सेवा र जीव सेवालाई फरक देख्दैन, अभिन्न मान्छ। भगवानको सेवा गर्नु भनेकै उहाँका सृष्टि, जीवहरूको सेवा गर्नु हो भन्ने भाव हुन्छ। अनि अष्टाङ्ग योगले व्यक्तिलाई भित्रैबाट बलियो, अनुशासित, समभावयुक्त, मतलब सुख दुःख, मान अपमानमा स्थिर रहने बनाउँछ। सम्भवतः यही दार्शनिक जग र साधनाको शक्तिले उहाँलाई त्यो व्यक्तिगत शान्ति नगुमाइकन सामाजिक सक्रियतामा लागिरहन सन्तुलन दियो होला। दर्शन र साधनाको बलले त्यो सन्तुलन सम्भव भयो। निकै मननीय कुरा। आजको यो कुराकानीले जगद्गुरु श्री कमल नयनाचार्य स्वामीजीको जीवनका धेरै महत्त्वपूर्ण पक्षहरूमा उज्यालो पारेको छ। निश्चय नै। र यसले हामीलाई के सोच्न बाध्य बनाउँछ भने कसरी एकजना व्यक्तिको निष्ठा, उसको साधना, उसको दूरदृष्टि र कर्मले उसको भौतिक शरीर नरहे पनि समाजमा कति दिगो प्रभाव छोड्न सक्दो रहेछ। उहाँले रोपेका विचारहरू, उहाँले खोलेका संस्थाहरू आज पनि जीवन्त छन्, चलिरहेका छन्। सायद यही नै हो आध्यात्मिक नेतृत्वको साँचो अर्थ। हो, अब श्रोताहरूले पनि यो कुरामा विचार गर्न सक्नुहुन्छ के आजको समयमा पनि व्यक्तिगत साधना र सामाजिक योगदानलाई यसरी नै सन्तुलित रूपमा अगाडि बढाउन सकिएला? यदि सकिन्छ भने त्यसका लागि के कुरा आवश्यक पर्ला? यो एउटा सोच्न लायक प्रश्न हो।